स्वागत छ आजको नेप्से अपडेटमा। आजको नेप्से एनालाइसिसको कुरा गर्छु भने आज मार्केटको कुरा गर्ने भने -0.74% को डिक्लाइनमा छ र पर्सेन्टेज वाइजको कुरा गर्ने हो भने र पोइन्ट वाइजतिर हामी गएर हेर्छौँ भने -20.27 पोइन्टको डिक्लाइनमा छ है। ओभरअल हामीले मार्केट हेर्छौँ भने 2735.14 मा आएर मार्केट बन्द भएको छ, जुन चाहिँ हामीले आज पनि हेर्छौँ भने डिक्लाइनै क्रिएट गरेको छ। विकली टाइम फ्रेममा गएर हेरेर सुरुमा त विकली टाइम फ्रेममा हामीले अस्ति नेगेटिभमा कारोबार गरिसकेपछि हामीले आज पनि हेर्छौँ र हप्ता क्लोजिङ हुन त चाहिँ टाइम बाँकी छ, तर आज हामीले हेर्छौँ भने थोरै नेगेटिभ क्यान्डल साइड क्रिएट गरेर बसिरहेको छ, जुन अलिकति नेगेटिभै देखिन्छ। म विकली टाइम फ्रेमबाट डे टाइम फ्रेममा आएँ र हेर्छौँ भने हामीले एउटा 2720 को एउटा सानो सपोर्ट रेन्जमा बसिरहेको छ। अब हेरौँ कतिको मार्केट स्ट्रङ हुन्छ, कतिको स्ट्रङली कारोबार गर्छ। र सुरुमा त आज हामी इन्ट्राडे लेभलमा मार्केटले के गर्यो भनेर चाहिँ हेर्छौँ है त। यस लेट्स सी, आज हामी पहिलो सुरुमा त इन्ट्राडे लेभलमा आज मार्केटले के गर्यो भनेर हेर्छौँ। कारोबार खुल्छ, कारोबार खुलिसकेपछि हामीले केही हिजोको कारोबार आज खुलिसकेपछि हामीले अन्तिम कारोबार अस्तिको प्रिभियसको अन्तिम कारोबारको क्लोजिङ रेन्जमा जाने ट्राई गर्यो, तर ब्रेक गर्न सकेन। पहिलो सुरुमा त हामीले यो लेभल हेरौँ, यसलाई यही माथि पनि जान सकेन। पहिलो सुरुको कुरा गरौँ, त्यसपछि हामी एउटा डिक्लाइनमा आउँछौँ। 2750 लाई ब्रेक गरिसकेपछि हामी केही डिक्लाइन क्रिएट गर्छौँ, अलिकति केही डिक्लाइन। त्यसपछि हामीले सानो सपोर्ट बनाउँछौँ, यो सपोर्ट त्यति भ्यालिड हुँदैन। त्यसपछि मार्केटले 15 मिनट यहाँ होल्ड गर्ने ट्राई गर्छ। यहाँ हामी मात्र 15 मिनट होल्ड हुन्छौँ बाइङ साइडमा, त्यति बाइङ स्ट्रङ नभइसकेपछि। र फिबोनाचीकै लेभलको पनि कुरा गर्नु छ भने आजको ओपन रेन्जदेखि हामी यही पोइन्ट भ्यूबाट पनि हेर्छौँ भने हामीले 0.38 लाई पनि ब्रेक गर्न नसकेपछि हामी फेरि डिक्लाइन क्रिएट हुन्छौँ। भनेको आज हामी बाइङ साइडमा जुन लेभलमा अलिकति अग्रेसिभ हुनुपर्ने त्यो लेभलमा अग्रेसिभ पनि हुन सक्दैनौँ। र 2740 लाई ब्रेक गरेर आइसकेपछि हामी फेरि डिक्लाइनमै बस्छौँ हो। फेरि पनि हामी केही डिक्लाइन कन्टिन्युएसन र मार्केट हामी यो पोइन्टमा आइसकेपछि कि अलिकति होल्ड हुने ट्राई हुन्छ होइन, नभएको होइन। यहाँ होल्ड हुने ट्राई भयो, बाहिर आउने ट्राई गरे तर फेरि सकेनन्। यहाँ लगभग 15 मिनट जति सानो अनडिसन क्यान्डलहरू होल्ड भएर बसिरहेको थियो, यसलाई पनि हामीले ब्रेक गरेर फेरि डिक्लाइन क्रिएट गऱ्यौँ हो। फेरि पनि हामी डिक्लाइन साइडमै आएर बस्छौँ। त्यसपछि हामीले हेर्छौँ भने एउटा लो क्रिएट गर्छौँ हामीले 2726 को लो क्रिएट गरेर केही बााउन्स गर्ने ट्राई गऱ्यौँ। अन्तिममा फेरि डिक्लाइनमा आइसकेपछि हामी अन्तिममा क्लोजिङ हुने बेला मात्रै हामीले अलिकति केही बााउन्समा बन्द गरेको छौँ। र आज ओभरअल हामीले मार्केट हेर्छौँ भने इन्ट्राडे लेभलमा ट्रेन्डी डे भयो, तर कुन साइडमा डाउन साइडमा चाहिँ हामी ट्रेन्डी वेमा बसेको छौँ। र क्लोजिङ हुने बेला अलिकति हामीले 2735 को लेभलमा क्लोज गरेको छौँ, तर यो पक्कै पनि त्यति स्ट्रङ देखिँदैन है। अझै हामी माथिल्लो लेभलमा धेरै कारोबार गर्नुपर्ने छ। भोलिको दिनलाई पनि हामीले हेर्छौँ भने मेन कुरा के भइरहेको छ भनेर हामी थोरै 5 मिनट टाइम फ्रेमबाट पनि हामी हेर्छौँ, या 15 मिनट टाइम फ्रेमबाट पनि केही लेभल्सहरूलाई आइडेन्टिफाई गर्छौँ भने हामी अझै पनि डिमान्डिङ साइडमा चाहिँ बस्न सकिरहेको छैनौँ। अब मैले थोरै केही कुरा पनि देखाउन चाहेँ। 15 मिनटको टाइम फ्रेममा अस्ति पनि हामीले जब यसरी डबल बटन बनाएको थियौँ, मार्केटले केही रिभर्स गर्ने ट्राई गरेको थियो होइन, तर 2800 माथि जान सकेन। अब हामी 2726 को लेभलमा आएर फेरि पनि एउटा बटन प्याटर्न क्रिएट गरेका छौँ। त्यसलाई हामी जुन चाहिँ डबल बटन पनि भन्छौँ। तर यो डबल बटन त्यति स्ट्रङ हुनको लागि भोलिको कारोबार हेर्नुपर्छ कि भोलिको कारोबारमा चाहिँ आज हामीले जतिको डिक्लाइन गरेको छौँ, या भनौँ 2740-45 बाट हामीले जुन स्ट्रगल गरेका छौँ, त्यो रिजनहरूलाई ब्रेक गरेर हामीले चाहिँ आजको हाईको पोइन्टको कुरा गर्छौँ। 2755 माथि जान सक्छ कि सक्दैन भन्ने कुरा हेर्नुपर्छ। 2755 माथि जान सक्यो, स्टेबल भोलिमा आयो भने पक्कै पनि हामीले केही ग्रोथ देख्छौँ होला। तर हामीले गर्न सकिरहेको कुराको हामीले केही एनालाइसिस गर्ने भने हामीले भोल्युम डिमान्डिङ साइडमा त्यति भोल्युम आउन सकिरहेको छैन। मेन कुरा चाहिँ हामीले डिमान्डिङ फ्लो चाहिँ गर्न सकिरहेको छैनौँ। म केही कम्पनीतिर जान्छु। आज केएसपिएल सर्किट लगाएर बसिरहेको छ, एकदमै पोजिटिभ साइडमा छ। अर्को एसओपिएचएल आजबाट कारोबार सुरु भएको छ, यसमा केही ग्लिचको कारणले भन्ने आएको छ जुन चाहिँ सर्किट लागेन। अरूमा हामीले हेर्छौँ भने क्रिस्ट अन्तिममा आएर क्रिस्टले सर्किट लगाएको छ होइन। यसको हामी केही डाटाहरू हेर्छौँ, पक्कै पनि यसको हामी केही डाटाहरू हेरौँ कसरी चाहिँ आज यसले सर्किट लगायो, कुन टाइममा मार्केट सर्किट लगायो भनेर इन्डिकेटर वाइज हेर्छौँ भने स्टिल हामी पोजिटिभ साइडमा छौँ। म्याकडी आरएसआई स्टोकेस्टिक आरएसआईमा हेर्छौँ भने हामीले बढ्दो क्रममा गइरहेको छ, पक्कै डिमान्डिङ साइडमा देखिन्छ। बुलिङ्गर ब्यान्ड पनि हेर्छौँ भने मिडल ब्यान्डमा आज टच भएर हामीले फेरि पनि बााउन्स भएको देख्छौँ नि होइन। आज बन्द हुने बेला फेरि पनि हामी अप्पर ब्यान्डको अबोभ दि लाइन गरेर बसिरहेको छौँ है। भिभ्यापको पनि कुरा गर्छौँ, भिभ्यापलाई हामीले त्यति धेरै नहेरौँला, हामी त्यस्तो इन्ट्रा लेभलमा छैनौँ नै। अब भोल्युम प्रोफाइलकै कुरा गर्छौँ नि हामीले आज हेर्नुहोस्, जहाँबाट चाहिँ भोल्युम अलिकति फ्लो हुनुपर्ने त्यही रिजनमा आएर राम्रो भोल्युम फ्लो भएर हामीले थोरै 13% को झन्डै राम्रो पोजिटिभ साइडको क्यान्डल क्रिएट गरेको छौँ नि पक्कै पनि।
यो बाहेक चाहिँ अब हामीले थोरै डाटा हेरौँ होला। ओके ल, हामीले केही क्रिसको डाटा हेर्छौँ भने अन्तिममा मार्केटमा के भएको छ भनेर हेर्ने भने हामीले अन्तिम सेकेन्डको अन्तिम टाइमको गएर हेर्छौँ। हामीले अन्तिम टाइममा चाहिँ हामीले यहाँ हेर्छौँ भने 58बाट चाहिँ हामीले म्याक्सिमम कारोबार भएको देख्छौँ। 58बाट चाहिँ अन्तिममा जति पनि कारोबार भएको छ, यहाँ टाइम हेर्नु होला, लास्टको केही सेकेन्डसम्म पनि 58द्वारा चाहिँ हामीले स्ट्रङली कारोबार भएको देखेको छौँ है। यहाँ 58बाट हेर्नुहुन्छ भने म्यासिभली 58बाटै बाई सेल भएको देखिरहेको छौँ होइन। र मैले आजको टप प्राइजमै गएर पनि हामीले हेर्छौँ भने टप प्राइजमा गएर हेर्छौँ भने पनि आज हामीले सबै 58 साइडै देख्छौँ होला। 58बाटै चाहिँ हामीले अलिकति बढी भोल्युम कारोबार भएको पक्कै पनि देख्छु होला। म बायर साइडमा 58 लगेर राख्छु र फिल्टर गर्छु भने 58बाट चाहिँ अन्तिममा केही राम्रो मात्रामा कारोबार भएको चाहिँ पक्कै पनि देख्छौँ भने 58द्वारा है। 18,000 किता कारोबारमा चाहिँ हामीले 9,000 कारोबार त 58द्वारा नै भएको देखिन्छ भनेपछि हामीले काहीँ न काहीँ 50% अफ द कारोबार चाहिँ हामीले 58द्वारा नै देख्छौँ पक्कै पनि हामीले क्रिसमा हेर्ने नै। र अन्तिममा चाहिँ 58बाट चाहिँ हामीले सबै मार्केट अर्डरमा खाएको देखिन्छ नै यसमा हेर्ने हो भने। र अर्को कम्पनीको कुरा गर्छु म, बिएसएल पनि हेरौँ। बिएसएलमा धेरै कारोबार त भएको छैन, 2,000 किता कारोबार भएको छ, तर यसको पनि हामी केही डाटा गएर हेर्छौँ। इन्डिकेटर वाइज स्टिल पोजिटिभ छ, म्याकडी त्यति उठ्न सकिरहेको छैन, पक्कै नै अझै पोजिटिभ साइडमा गने अझै पनि केही ग्रोथ देखिएला भन्ने चाहिँ पक्कै पनि छ नै। म अब के गर्छु भन्दाखेरि हामी क्रिस एसएलबिएसएलमा गएर हेरौँ। एसएलबिएसएल आज 8%को मुभ आउँदै गर्दा चाहिँ कुन रिजनबाट मुभ आएको छ भनेर हामी हेर्छौँ भने क्रिसको पनि अन्तिममा चाहिँ 56द्वारा चाहिँ उठाइएको देखिन्छ। 56द्वारा चाहिँ सबै पनि मार्केट लिमिटमा राखेको जति पनि अर्डरहरू थिए त्यसलाई चाहिँ हामीले 56बाट चाहिँ हामीले ग्र्याब गरेको देखेको छ होइन। यति किता कारोबारमा हामीले 56ले मात्रै कति किता कारोबार गर्यो भनेर हामीले चेक गर्छौँ भने झन्डै 2,660 किता त हामीले 56ले मात्रै गरेको रहेछ भने जति पनि लिमिटमा थियो अर्डरहरू सबै चाहिँ हामीले 56बाट चाहिँ बाइङ भएको या मार्केट अर्डरमा चाहिँ सबै उठाइएको भन्ने कुरा देखिन्छ 56द्वारा है। 56 ब्रोकर नम्बर 56बाट हामीले यो त हेरौँ। पक्कै पनि अब हामीले टेक्निकली पनि कुरा गर्छौँ हामीले एउटा स्ट्रङ पोइन्ट जुन चाहिँ सपोर्टिभ पोइन्टबाट उठेर चाहिँ गएको छ, पक्कै नै भोलि केही रिटेस्टको पोइन्टतिर आयो भने ट्राई गर्न सकिन्छ 1260को रिजनतिर। मैले क्रिसको भन्न बिर्सेँ, क्रिसलाई पनि हामीले त्यही रूपमा लिनुपर्छ। रिटेस्टको लागि आयो भने 1300को रिजनतिर पक्कै पनि हामीले बाई ब्याक गर्ने ट्राई गर्न सक्छौँ होला। थोरै मात्रामा जिएमएफआइएलको पनि ट्राई गर्ने भने जिएमएफआइएलमा पनि आज हेर्नुहुन्छ भने धेरै समयपछि जिएमएफआइएलमा आज राम्रो भोल्युम फ्लो भएको छ, राम्रो कारोबार भएको छ। इन्डिकेटर वाइज हामी स्टिल राम्रो मात्रामा पोजिटिभ साइडमा गएर बसिरहेको छौँ। म्याकडी हेर्नुहुन्छ भने धेरै समयपछि हामी फेरि पोजिटिभ साइडमा 7.25को म्याकडी पोजिटिभ लाइनमा आएर बसिरहेको छ। र ओभरअल हामीले बुलिङ्गर ब्यान्ड केही फर्मेसनबाट पनि हेर्छौँ भने हामीले मिडल ब्यान्डको लेभलबाट टच गर्दै हामी अप्पर ब्यान्डतिर गइरहेको देख्छौँ नि है जिएमएफआइएलको। र म जिएमएफएलको पनि केही आजको इन्ट्राडे लेभलको डाटाहरू हेरौँ, बाइङ साइडको डाटाहरू हेर्छौँ भने आज हामीले जुन हिसाबमा कारोबार गरेका छौँ र त्यो कारोबारमा हेर्ने भने हामीले कारोबार त आज हामीले हेर्छौँ भने केही ड्रास्टिक कारोबार बढेर गएको छ होइन। कारोबारकै कुरा मात्रै गर्ने भने चाहिँ अब बल्क ट्रान्जेक्सन कहाँबाट भयो भनेर हामीले थोरै केही क्वान्टिटीमा गएर हेर्छौँ भने आज हामीले बल्क ट्रान्जेक्सन या ठुलो किता कारोबार भएको चाहिँ 99बाट देख्यो, 58बाट होइन 58ले पनि गरेको रहेछ। बिबुसमा चाहिँ 58ले पनि गरेको छ। 7,500 किता चाहिँ हामीले 99बाट देखाएको छौँ र म एकचोटि 99 राखेर हेर्छु के छ त 99को 12,000 किता कारोबार भएको रहेछ 99 ब्रोकरबाट भने 58बाट हेर्छौँ भने हामीले 17,000 किता कारोबार गरेर बसेर रहेछ। जुन चाहिँ आज हामीले यसमा डाइभर्स कारोबार चाहिँ देखिरहेको छौँ नै पक्कै पनि हेर्छौँ भने चाहिँ। ओके ल, जिएमएफआइएलको हामीले आजको टोटल समरी डाटा हेर्छौँ भने चाहिँ 13.25% अफ द बाइङ चाहिँ हामीले 17 ब्रोकर नम्बर 17बाट देख्छौँ, अर्को 58बाट देख्छौँ भने बाइङ साइडमा त्यस्तो कसैले पनि एकदमै ड्रास्टिकली होल्ड गरेको या भनौँ न एकदमै ड्रास्टिकली चाहिँ आज किनेको चाहिँ देखिँदैन। हामीले हेर्छौँ भने सामान्य रूपमा 17, 58 र 99बाट कारोबार भएको देख्छौँ भने सेलिङ साइडमा हेर्छौँ भने 44ले चाहिँ केही सेल गरेको देखिन्छ होइन। 29,000 किता कारोबार चाहिँ केही सेल भएको देखिन्छ र 4 ब्रोकर नम्बर 4बाट चाहिँ 12,000 किता सेल भएको देखिएको छ। यो रह्यो। पक्कै नै बाइङ साइडमा हेर्छौँ भने आज जिएमएफएलमा हामीले 3-4 ब्रोकरबाट चाहिँ हामीले केही कारोबार भएको देख्छौँ है। यो रह्यो हाम्रो केही पोजिटिभ साइडमा भएको कम्पनीहरूमा। युएलबिएसएलतिर जान्छौँ। म युएलबिएसएल अब हेर्नुहुन्छ भने धेरै कारोबारमा त बसेको छैन युएलबिएसएल, तर पनि हामीले हेर्छौँ भने चाहिँ हिजो पोजिटिभ साइडमा बढेर गएको थियो भने अब आज हामी नेगेटिभ साइडमा बसिरहेको छौँ। हिजो हामीले 9%को पोजिटिभ साइडको क्यान्डल हिजो भन्नाले हामीले अन्तिम दिन प्रिभियस विकको अन्तिम दिन
शुक्रबारको क्यान्डलको कुरा गर्दैछु म। आज भने हामी ठ्याक्कै नेगेटिभ साइडमा आएर बसेको छौँ। ओके, युएलबिएसएलको हामी केही चेक गर्छौँ भने डाटामा आज हामीले कारोबार त धेरै कारोबार त गरेका छैनौँ भने, तर पनि हामीले हेर्छौँ भने 38 द्वारा चाहिँ हामीले म्याक्सिमम किता कारोबार भएको चाहिँ 38 बाट देखिरहेको छौँ है। 38 बाट चाहिँ मल्टिपल टाइम्स कारोबार भएको देखिरहेको छौँ इन्ट्राडे लेभलमै हेर्ने भने है। धेरै कारोबार त भएको छैन, तर यो 50 100 20 किता पनि 38 बाट नै चाहिँ भएको देखिन्छ। ओके, ल यहाँ डाटा हेरौँ। आज टोटल 38 ले चाहिँ 459 किता कारोबार गरे रहेछ, 51 ले 110 किता। त्यस्तो धेरै कारोबार त भएको छैन होइन। सेलमा कुरा गर्छौँ भने 42 45 बाट सेल भएको छ, धेरै कारोबार चाहिँ भएको होइन। तर आज हामीले हेर्छौँ भने 38 बाट चाहिँ के अलिकति कारोबार भएको देखिएको छ। बेच्नेमा त हामीले 42 45 देखि नै हाल्यौँ, जहाँ चाहिँ हामीले के देख्छौँ भन्दाखेरि आज हामीले बायर चाहिँ ग्रोथ गर्ने बायर चाहिँ थिएनन् कि सामान्य केही ग्याप अपमा खुल्यो 10 किता, त्यसपछि हामीले सिधै डिक्लाइनमै देख्यौँ मार्केट, त्यसपछि बढ्न सकेको थिएन, त्यसपछि कारोबार पनि त्यस्तो होल्ड भएन, सिधै बिलोमा आएर कारोबार गरेको देखेको थियौँ हामीले युएलबिएसएलमा। अर्कोमा एसपिएचएलतिर पनि जान्छु। अब एसपिएचएलमा हेर्ने भने चाहिँ अलिकति केही अस्तिको दिनसम्म राम्रो भोल्युम फ्लो भएर बसिरहेको थियो। अब आजको दिनदेखि हामीले माथि टच गऱ्यौँ, आज हाई लगायौँ, 668 को हाई लगायौँ, त्यसपछि हामीले त्यस्तो ग्रोथ कारोबार गर्न सकेनौँ है। म यहाँबाट पनि खोइ डाटा हेर्छु भने अब आज एसपिएचएलको डाटा हेर्ने भने 6388 बाट केही कारोबार भएको देखिन्छ होइन। 2820 किता कारोबार भएको देख्छ भने सेलिङ साइडमा हेर्छौँ भने 88 ले चाहिँ केही बेचेको देखिन्छ 8835हरूबाट है। पक्कै नै काहीँ न काहीँ सेल अफ अलिकति सेलिङ साइडतिर, या भनौँ ब्रोकर त्यति एक्साइटेड इन्ट्रेस्टेड नभएको पक्कै पनि देखिन्छ। कारोबार नभएको होइन, भएको 15,000 किता कारोबार भएको छ, तर हामीले के देख्छौँ भन्दा त्यस्तो धेरै चाहिँ इन्ट्रेस्टेड बायरहरू थिएनन्। त्यो कारणले गर्दाखेरि सेल अफमा अलिकति छिटै सेल अफ भएको चाहिँ देखिन्छ है। बायरहरू आज हामीले औसत रूपमा धेरै कम्पनीहरूमै हेर्छौँ भने एक्साइटेड बायरहरू चाहिँ पक्कै पनि देखिएको थिएन है। र ओभरअल दि म नेप्सेको कुरा गर्छु भने ओभरअल दि हामीले नेप्सेलाई हेर्छौँ भने हामीले त्यस्तो धेरै ग्रोथिङ साइडमा गइरहेको चाहिँ छैन पक्कै पनि। र नेप्सेलाई पनि हामीले इन्डिकेटर वाइज पनि हेर्छौँ भने म्याकडी अलिकति पोजिटिभ लाइनमा आउनु खोजेको, तर फेरि हामी नेगेटिभ बिलो आएर बसिरहेको छौँ। त्यस्तो ग्रोथ गर्ने साइडमा भन्दा पनि अलिकति बिलो रेन्जमै बसिरहेको छ। पक्कै नै भोलि हेरौँ हामीले अब 2720 को रिजनमा 2710 को धेरै हल्ला चलिरहेको छ। 2720 10 मा के होला, यो पोइन्टमा झरेर आउला, त्यसपछि मात्रै बाइङ होला भन्ने छ। हामी हेर्छौँ भोलिको दिनमा के हुन्छ, कस्तो कारोबार हुन्छ, कतिको डिमान्डिङ साइडमा चाहिँ मार्केट बस्छ, त्यही अनुसार हामीले बाइङ अप्रोच चाहिँ राख्छु होला। र फर्दर हजुरको केही क्वेसन भए पक्कै पनि मेरो कमेन्ट सेक्सनमा भन्न सक्नुभयो, या भोलि लाइभमा सोध्न सक्नुभयो नि है त।